कि एक पहिले आउँछ भनेर सिकाउनु पर्ने भयो। विदेशी ऋण लिनमा विश्वकीर्तिमान राख्ने जस्तो देखिन्छ यो सरकारले। बिना योजना विदेशी ऋण ल्याउने सरकारले पछि आफैले व्यक्तिगत रूपमा ऋण तिर्ने हो कि आम जनताले तिर्ने हो? ऋणको प्रस्ताव संसदमा पेश गरेर घनीभूत छलफल गर्नुपर्छ कि पर्दैन? सांसदहरू मार्फत सम्पूर्ण नेपालीलाई औचित्य पुष्टि गरेर बुझाउनु पर्छ कि पर्दैन? बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्छ कि पर्दैन? कि एकलौटी स्वेच्छाचारी बनेर बजेट ल्याउने हो? के यो सरकार र सरकारमा बस्नेहरूको गोजीको पैसा हो यो? राज्यको ढुकुटी भए प्रतिपक्षसँग सल्लाह गरेर छलफल गरेर सबैतिरका जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनु पर्ने होइन र? यसपालिको बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको बजेट हो? यो कुराको उत्तर हामीलाई चाहिन्छ। 100 रुपियाँको सामान ल्याउँदा भान्सार तिराउने सरकारले स्वदेशी उत्पादन बढाउने नीति के कस्तो अख्तियार गरेको छ? कि जनतालाई भोकै मार्ने चाल मात्रै हो यो? रातभरि नाकाबाट लागु औषध तस्करी हुन्छ भन्ने खबर आएको छ, त्यतातिर माननीय सदस्य, समय सकिएको छ।